साथीहरू मेरो चाहिँ कोल्याब इन्भाइट्समा क्या इन्भाइट आएको थियो चस्मा घडी ब्यागहरूको अनि एउटै सबबाट आएको थियो क्या सबै मैले स्याम्पलको लागि रिक्वेस्ट गरेँ एप्रुभ पनि भयो क्या सुरुमा 2-3 वटा मात्रै रिक्वेस्ट गरेको थिएँ एप्रुभ भयो अनि पसलले त एप्रुभ गर्ने रहेछ भनेर अरू पनि के रिक्वेस्ट गरेँ होइन स्याम्पलको लागि सबै एप्रुभ भयो होइन अनि अवेटिङ सिपमेन्ट देखाइरहेको थियो पसलै डिलिट गरिदिएछ पसलै डिलिट भयो न प्रोडक्टहरू देखाउँछ न त्यो पसल देखाउँछ अब मेरो त्यत्रो एप्रुभ भएको सामान आउँछ कि आउँदैन होला म त कस्तो टेन्सन लागेर आयो कस्तो राम्रो सामानहरू थियो के हुन्छ होला आउँछ कि आउँदैन होला है साथीहरू कस्तो मुला रहेछ कि त्यो पसल डिलिट गर्ने हो भने चाहिँ के खाना इन्भाइट पठाउनु होला रिसै उठ्ने